म चाहिँ घरमा बस्दा बोर भएर चाहिँ म चाहिँ यो लेभेन्डर ल्यान्ड चाहिँ गएँ अनि एकदम रमाइलो एकदम राम्रो। मैले चाहिँ खास त टिकट पर्दैन होला भनेर चाहिँ खास म यो लेभेन्डर पार्क आएको थिएँ। अनि म यतिकै भिडियोहरू खिचेँ अनि त्यसपछिबाट चाहिँ म यतिकै फर्किन्छु भनेर सोचेको थिएँ। होइन, भित्र त जानुपर्छ भनेर अनि फेरि अनि यहाँको टिकटको प्राइस चाहिँ नि $15 रहेछ। अनि मैले $15 तिरेर चाहिँ नि म भित्र गएँ। अनि भित्र जाँदाखेरि त एकदम राम्रो के, यो कति राम्रो यो, वाउ। अनि त्यसपछिबाट यो पनि कति राम्रो, यो माथि फर्र फर्र कति राम्रो के। अनि त्यसपछि म त्यहाँ बसेर 1-2टा भिडियोहरू बनाएँ। अनि अब साथी त छैन, अब मैले जति साथी बनाए पनि मेरो कहिले पनि साथी नै हुँदैन के। अनि जहिले पनि नराम्रो मात्र हुन्छु म। अनि त्यसपछिबाट मैले चाहिँ नि 2-3 चोटिसँग झुकेँ के। अनि त्यसपछिबाट होइन बोल्नुपर्छ एउटै भएपछि भन्ने म चाहिँ त्यस्तो सोचेर मैले 2-3 चोटिसँग बोलेँ। अनि अब चाहिँ नि बोल्नु हुँदैन, झुक्नु हुँदैन, अति नै आफूलाई चाहिँ गिराउनु हुँदैन रहेछ भनेर चाहिँ नि मैले बोल्न छोडिदिएँ। अनि त्यसपछिबाट अनि एक्लै म साथीसँगै एक्लै रङ्गीचङ्गी गरेर म चाहिँ नि घुम्न गएँ, घुमेँ। एकदम रमाइलो भयो के। म चाहिँ नि खास त्यहाँ गएर चाहिँ नि रुन्छु होला, लोन्ली फिल हुन्छ होला भन्ने मैले त्यस्तो सोचेको थिएँ। तर त्यसको ठ्याक्कै उल्टो भयो। अनि त्यसपछिबाट म त्यहाँ एकदम रमाइलो गरेँ। अनि त्यसपछि बोतल पानीहरू लिएर गएको थिएँ मैले। अनि यो कस्तो राम्रो के, कति राम्रो फुलहरू थियो, कति राम्रो यो डल पनि कति राम्रो वाउ थियो कि, एकदम ब्युटिफुल थियो कि। अनि यो चाहिँ धेरै नै अब सुकिसकेको भएर चाहिँ नि अनि त्यस्तो भए म चाहिँ त्यहाँ अड्डाएर भिडियोहरू गरेँ कि। अनि एकदम रमाइलो भयो। अनि म चाहिँ नि त्यहाँ अड्डाएँ अनि भिडियो गरेँ, यसो स्लो हेरेर बनाएँ कि। तर के गर्नु, अनि त्यसपछि यहाँ टेलिफोन अब कसैलाई फोन गर्नु पऱ्यो भने हेरेँ क्या, एउटा फिल्महरू नि यसरी नै खेल्छन् नि त। अनि त्यही भएर यस्तो अनि एकदम रमाइलो। यो चाहिँ पुरै के सुकिसकेको छ, हरियोमा ऊ भयो चाहिँ नि कति राम्रो हुन्थ्यो। यो चाहिँ एकदम सुकिया भएर अनि मैले त्यहाँ फोन अड्डाएर मैले त्यहाँ एकदम राम्रोसितले मलाई कस्तो मजाले गर्नु मन थियो कि। अनि मैले गरेँ गर्न त। अनि त्यसपछिबाट आकाश पनि कति राम्रो देखेको थियो, कति राम्रो देखेको के, वाउ भयो क्या मेरो लागि चाहिँ एकदम ब्युटिफुल के लुक, एकदम राम्रो। म चाहिँ त्यहाँ बसेर फुल एउटा चाँडो चोडेर चाहिँ नि मैले त्यस्तो गरेँ, रमाइलो गरेँ। अनि त्यसपछि भिडियो पज गरेँ। अनि फेरि म यता आएँ, यता घुमेँ, यता यो चाहिँ नक्कली डग हो कि यो चाहिँ नि। अनि म चाहिँ साँच्चैको होला भनेर गएको थिएँ, तर प्लास्टिकको रहेछ। अनि त्यहाँ एउटा सनफ्लावर फुल रहेछ, म चाहिँ नि त्यहाँ आओस् भनेर चाहिँ त्यहाँ अड्डाएँ फोन। अनि त्यसपछिबाट त्यहाँ भिडियो गरेँ। अनि फेरि आकाशको सूर्य र फुलको सूर्य अब कस्तो मिलेको क्या अरे क्या। म चाहिँ एकदम रमाइलो गरेँ। अनि त्यसपछिबाट तर कामको लाइटले अलिक भयो। म चाहिँ यो चाहिँ नि 2चोटि मैले खिचेँ क्या। यो चाहिँ मलाई कस्तो आउँछ थाहा छैन नि त। अब त्यहाँ मेजहरू चाहिँ जाँदै राखिदिन्छन् नि त, अनि आफूले खिच्ने भएर चाहिँ नि। अनि त्यसपछिबाट मैले फेरि अनि राम्रोसित हिँडेर बिस्तारै आयो कि आएन चाहिँ थाहा थिएन। घामको लाइटले चाहिँ मैले केही पनि देखिनँ, त्यही पनि मैले ट्राई चाहिँ नि गरेँ, तर राम्रो आयो। अनि त्यहाँ मेचमा अड्डाएर यस्तो गरेँ। अनि त्यसपछि म आफै मस्केँ, एकदम रमाइलो के एक्लै। अनि मैले चाहिँ डायरी लिएर गएको थिएँ क्या। डायरी लगेर चाहिँ म केही लेख्छु, 1 घन्टा जति बसेर लेख्छु अनि म रुन्छु भन्ने मैले सोचेको थिएँ कि। मेरो सोचेँ त्यस्तो कि त्यहाँ गएपछि सबै उल्टो भयो। अनि त्यसपछि त्यहाँ मैले 2-3 लाइन भन्नु कि 1 प्याराग्राफ जति चाहिँ लेखेँ। अनि त्यसपछि मैले आफ्नै बारेमा बयान गरेँ, जति मलाई पास्टमा भए पनि इट्स ओके नाउ, अब मेरो लाइफमा चाहिँ बेटर होस् भन्ने चाहिँ नि त्यस्तै लेखेँ। अनि त्यसपछिबाट आफूलाई सेल्फ मोटिभेट गर्दै लेखेँ। अनि त्यसपछिबाट सोचेँ मैले यसो, अनि सोच्दै बस्दै गरेँ, एकदम रमाइलो भयो। म चाहिँ नि लेखे गरेँ क्या। तर त्यो भिडियोमा चाहिँ नि यति लेखे पनि धेरै लेखे जस्तो देखिन्छ नि त। अनि एकदम रमाइलो, मैले आफैलाई नै कस्तो हो कि एकदम रमाइलो। अनि एकदम
उठेँ ओरेमा चाहिँ नि अनि पज गरेँ फेरि अनि अर्को नेक्स्ट अनि मैले चाहिँ किउरा लगाएको थिएँ अनि त्यसपछि एउटा मैले दही पनि लगेको थिएँ चक्लेट पनि लगेको थिएँ मैले केरा चाहिँ नि खाएको भिडियो बनाएँ अरू चाहिँ नि मैले खाइनँ त्यहाँ किन भन्दाखेरि अब त्यहाँ कस्तो कस्तो लाग्यो अनि मैले खाइनँ अनि त्यसबाट चाहिँ खाएँ मैले त मलाई 2-3 घन्टामा चाहिँ भोक लागिरहन्छ कि सर पछाडि चाहिँ मलाई यस्तो यस्तो भइरहेको के हो थाहा छैन अनि त्यसपछि फेरि मैले अब चाहिँ नि एक राउन्ड लगाइदिएँ फेरि अनि त्यसपछि मलाई यहाँ चढ्नु थियो मोबाइल त्यहाँ अड्डाएर यता यसरी गर्दा राम्रो आउँछ भनेर फेरि यस्तो उतापट्टि गएँ अनि फेरि मैले यस्तो दौडेर फोटो खिचेको देखेको भएर चाहिँ नि त्यहाँ एउटा फ्यामिली मान्छे आएर चाहिँ नि मेरो फोटो खिचिदिनु भयो 2-3टा जति अनि त्यसपछि एउटा भिडियो बनाइदिनु भयो अनि तर फोटो खिच्ने मान्छेमा नि भर पर्दो रहेछ मेरो जहिले पनि नराम्रो आउँथ्यो अनि त्यसपछि उहाँले चाहिँ एकदम राम्रो निकालिदिनु भएको थियो कि अनि त्यो चाहिँ नि म पछि पोस्ट गर्छु अनि एकदम राम्रो के अनि मैले चाहिँ नि त्यहाँ मोबाइल राख्ने दौडिने गरे भएर चाहिँ नि म खिचिदिन्छु भन्नुभयो अनि त्यसपछिबाट हुन्छ भनेर अनि मैले खिच्नलाई दिएँ अनि यो चाहिँ नि ढोका क्या यताबाट जाने उताबाट निस्किने एकदम राम्रो क्या यो खतरोको खेलाडीमा नि यस्तो देखाएको थिएँ मैले अनि यो चाहिँ पान यसरी पान अनि यो चाहिँ नि कस्तो के यो बिहेमा चाहिँ नि उ गर्ने जस्तै देखिएको थियो के वा कस्तो ब्युटिफुल के सब बिहे गर्दाखेरि चाहिँ बेहुला बेहुलीहरू जान्छ नि हाम्रो नेपालमा चाहिँ त्यस्तो हो त्यस्तै टाइपको हो यहाँ चाहिँ अब के हो थाहा छैन एकदम रमाइलो के रेड कलरको चाहिँ कति राम्रो देखेको यो व्हाइट कलरको चाहिँ एकदम नराम्रो देखियो के अनि लेभेन्डर ल्यान्ड भइहाल्यो एकदम ब्युटिफुल वा अनि त्यसपछि पट चाहिँ नि म अनि यहाँ एउटा फुलहरू छ के अनि फुल छ अनि त्यो फुलमा चाहिँ नि मैले भिडियो बनाएँ के फुल आफैलाई यस्तो माथि गरेर चाहिँ नि मैले भिडियो बनाएँ अनि हेर्नुहोस् मैले कस्तो राम्रोसित भिडियो बनाएँ एकदम अनि चाहिँ जल एकदम राम्रो डरो के एकदम अनि त्यसपछिबाट चाहिँ नि यो चाहिँ ब्याग र बोतल चाहिँ मैले त्यहाँ राखेर भिडियोहरू बनाउँथेँ अनि यो चाहिँ मैले घर निस्किँदाखेरि चाहिँ मैले फेरि यसरी भिडियो बनाएँ ओरेँ अनि त्यसपछि म चाहिँ घर जानलाई रेडी भएँ अनि त्यसपछि घर आएँ घर आउँदाखेरि आजको दिन मेरो एकदम रमाइलो भयो बाहिर गएँ अनि माइन्ड फ्रेस भयो मैले के सोचेको थिएँ एकदम रमाइलो भयो